सबैले पेरेसको अनुशासन मान्दछन्। पेरेसको अनुशासन मान्नु भने कस्तो छ भने बुवाले थाहा पाउनु होला, आमाले थाहा पाउनु होला, गाउँ समाजले थाहा पाउला, पुरुषले थाहा पाउला, श्रीमानले थाहा पाउला, श्रीमतीले थाहा पाउला भनेर डराई डराई जीवन अगाडि बढाउनु भनेको पेरेसको अनुशासन मान्नु हो। अझ यो कस्तो रहेछ भने पेरेसको अनुशासन भनेको भैँसीलाई दाम्लाले बाँधेर किलो ठोकेर राखेको जस्तै हो। तर आत्मिक अनुशासन भनेको पछि मैले थाहा पाएँ, यो आर्यमा हुँदाखेरि अनुशासन भएन भनेर यति यातनाहरू खान्छ मान्छेले, होइन, धेरै यातनाहरू भोग्यो। तर बाइबल पढ्न थालेपछि मैले चाहिँ अनुशासनलाई दुई भागमा विभाजन गरेँ। त्यहाँ मैले अनुशासनको कुरा सिकेँ, एउटा आत्मिक अनुशासन, एउटा पेरेसको अनुशासन। पेरेसको अनुशासन भनेको भैँसीलाई दाम्लाले बाँधेको जस्तै गरेर राख्नु रहेछ। तर आत्मिक अनुशासन भनेको त त्यस्तो रहेछ कि हामीलाई कुनै पनि अवस्थामा अन्धकारमा पनि परमेश्वरले देख्नुहुन्छ भनेर डराएर असल जीवन जिउनु भनेको आत्मिक अनुशासन रहेछ। त्यस्ता मानिसहरूलाई मुहान, पानीको मुहानेर रोपेको बिरुवा जस्तै हुँदो रहेछन्, तिनले ऋतुमा फल दिने रहेछन्। यसै कारणले गर्दा हामी जबसम्म आत्मिक अनुशासनमा रहँदैनौँ, मानिसको जीवन कुनै पनि हालतले असल हुन सक्दैन। जोसुकै भए पनि अनुशासन मानिसको मुख्य गहना पनि हो। हस्, धन्यवाद।